जनता झुक्याउनलाई, जनतालाई बेवकुफ बनाउनलाई हामी स्पष्ट आधार ल्याउँछौँ, हामी देखाइदिन्छौँ शासन चलाउनलाई कसरी शासन चलाउनु पर्छ भन्ने सब बकवास कुरा होइन। यो अला आ बनाउन सक्नुहुन्छ उहाँहरूले, कानुन बदल्न सक्नुहुन्छ, संविधानका धाराहरू बदल्न सक्नुहुन्छ उहाँहरूले, इन्स्टिट्युसनल रिफर्म गर्न सक्नुहुन्छ, संस्थागत सुधार गर्न सक्नुहुन्छ उहाँले। राष्ट्रिय सभामा उहाँको व्यक्तिहरू छ। जनताले सर्वाधिक मन पराएका नेता हुन् राष्ट्रपाका पार्टी सभापति रवि लामिछाने। मन पराउनु एउटा कुरा हो, नेतृत्व गरेको पार्टी यस्तो हुन सक्छ। मन पराउनु एउटा कुरा हो, तर देश चलाउनु एउटा कुरा हो क्या। यिनीहरू दुईटा फरक कुरा, दुईटा छुट्टै छुट्टै पार्टहरू हो यिनीहरू। एउटा देश चलाउनु छुट्टै कुरा हो, लोकप्रिय हुनु कुरा हो क्या। पपुलिजमको एरामा त तपाईँको पपुलिजमको एराले कहाँ पुग्यो हामीले हेरेका छैनौँ। दुनियाँका तपाईँको के अरे युक्रेन कहाँ पुग्यो, अर्को देश कहाँ पुग्यो, अर्को देश कहाँ पुग्यो। एउटा नार्कोक्रेसी, एउटा गन्जेडीहरूले शासन चलाउँदाखेरि, एउटा फटाहरूले शासन चलाउँदाखेरि कस्तो हुन्छ हामीले बुझेका छैनौँ। यो साँच्चीकै देश र जनतालाई अझै पछाडि धकेल्ने, सत्य कुरा भन्नु पर्दैन, जनतालाई अझै बेवकुफ बनाउने तपाईँको फेसबुकको अल्गोरिदमले देश चलाउने हो। देशको माटो बुझ्नु पर्दैन, देशको समाज बुझ्नु पर्दैन, यसको स्पष्ट भिजन र खाका के हो बुझ्नु पर्दैन। 3 अर्ब तपाईँको के अरे चालु पुँजी भएको देशमा कसरी देश बनाउँछन्, नचाहिने कुरा गर्ने हो। यसको आर्थिक मोडेल के हो, यसको इकोनोमिक मोडेल के हो, अब त्यो राष्ट्रिय पुँजीको व्यवस्थापन कसरी गर्ने हो, होइन युवाहरूलाई यो देशमा रोजगारी कसरी गर्ने हो, शिक्षा स्वास्थ्य र रोजगारीको निःशुल्क ग्यारेन्टी कसरी गर्ने हो, यो कुराहरूको के खाका छ? केही खाका नभइकन जनतालाई त्यत्तिकै हुल्लडबाजहरूको अगाडि बढेर बहुमत ल्याउँछु भन्ने नचाहिने कुरा हो। मैले कुनै व्यक्ति र पार्टीमाथि आरोप लगाएको होइन, सत्य कुरा नेपाली जनताले बुझ्नु पर्यो नि त। नेपाली जनता जबसम्म नागरिक हुँदैनन् तबसम्म यी झुक्क्याउनेहरूले नै शासन चलाइराख्ने हो, होइन? यो कुरा बुझ्नु पर्दैन। मैले कसैलाई व्यक्तिमाथि कसैलाई आरोप लगाएको होइन। साथीहरूले कसैलाई भन्लान् राष्ट्रसभामाथि आरोप लगाए, कुनै व्यक्तिमाथि आरोप लगाए, मैले कसैको पनि आरोप लगाएन। मैले सिस्टम विरुद्धको लड्यो। हामीले जेएनजी आन्दोलनमा सिस्टम विरुद्ध लडेका हौँ, कुनै व्यक्ति विरुद्ध हामीले लडेको होइन। सिस्टमलाई व्यवस्थित बनाऊ, सिस्टमलाई राम्रो बनाऊ, सिस्टमलाई उन्नत बनाऊ, ताकि सिस्टम व्यक्तिको हातमा नपरोस्, सिस्टमको हातमा व्यक्ति परोस् भन्ने कुरा हो। सिस्टमभित्र, सिस्टमको दायराभित्र व्यक्ति पर्यो भने तपाईँ रहँदा पनि नरहँदा पनि, म रहँदा पनि नरहँदा पनि सिस्टमले काम गरिराख्ने कुरा हो। केही पनि छैन। अल्गोरिदमले देश बन्छ भने, अल्गोरिदमले देश बन्छ। अब यस्तै हो भने त केही समय राष्ट्रपालले जनतालाई त रणभूमिमा घुमाइराख्ने रहेछ। जबसम्म होइन, मैले राष्ट्रपा मात्रै लक्षित गरिनँ, मैले कुनै पार्टी विशेष पनि लिइनँ। जबसम्म यो देशका जनताहरू नागरिक हुन चाहँदैनन्, जबसम्म यो देशका जनता तपाईँको एउटा के अरे उत्कृष्ट डेमोक्रेसीमा प्रवेश गर्दैन, तबसम्म यस्ता हुलडबाजहरूले, यस्तो झुक्क्याउने बाजहरूले शासन चलाइराख्ने हो। यो विषयमा कुनै दुई मतै छैन। अब म विषय चेन्ज गर्छु। जस्तो जाँच आयोगले बारम्बार म्याद थप्नुको कारण के हुन सक्छ? सरकारले जेएनजीलाई बेवकुफ बनाएको हो कि, अथवा शहीद र घाइतेहरूको रगतमाथि होली खेलेकै हो त? एउटा कुरा एकदम स्पष्ट नेपाली जनतालाई स्पष्ट पार्नुपर्छ, बारम्बार स्पष्ट पार्नुपर्छ। मैले व्यक्तिगत रूपमा 1933 जनालाई मैले जेलबाट, थुनाबाट निकालेको छु। एउटा म मात्रै पात्र होला, स्वयं जेएनजी आन्दोलनमा लाग्ने, जेएनजी आन्दोलनमा निस्वार्थ रूपमा लाग्ने, निस्वार्थ रूपमा देश परिवर्तन हुनुपर्छ भनेर खाका कोर्ने, ती भित्र बसेका युवाहरू, त्यहाँभित्र बसेका जो घाइतेहरू हुनुहुन्छ उहाँहरूलाई निस्वार्थ रूपमा बाहिर निकाल्नुपर्छ भन्ने एउटा पात्र म मात्रै होला क्या। कानुन, न्यायपालिका, तपाईँको गृह मन्त्रालय र महाधिवक्ता कार्यालयमा बारम्बार घुमेर बारम्बार गएर निकाल्नुपर्छ, बारम्बार छुटकारा दिनुपर्छ, बारम्बार तिनीहरूलाई निकाल्नुपर्छ भनेर म मात्रै होला क्या। त्यति पीडा भोगेको छु क्या। सेन्ट्रल जेलबाट, व्यक्तिगत रूपमा जेलबाट निस्केर कल गर्छन् साथीहरूले।